गाइज नमस्ते। हेलो बुबा। आज माछा पानी ल्याउने हो कि नपाउने? माछा कहाँ छ? इज नट रिप्लाइङ माई, जस्ट इग्नोर मी। अनि यहाँ छौँ हामी। आज हामी भ्लग बनाउँदैछौँ। नमस्ते गाइज, इट्स मी स्यान्डी 75। आज हामी माछा मार्न जाँदैछौँ। सो मलाई माछा मार्न आउँदैन, जाल समात्ने काम चाहिँ मेरो है। सो आई हेभ माई डोकी बोकी ढुङ्गाले ठोकी लिटल सिस्टर ओभर देयर, यु क्यान सी। बुवा यो केटा के भन्यो? कहाँ केटा आयो? एन्ड बुबा चाहिँ जाल हान्दा हान्दै बुढो हुनुहुन्छ। सो केटा केटी हो? केटी हो केटी हो भन्दै हुन्छ बुबाले। गाइज अहिले म मामाहरू छु। लिचीको बोट देख्न सक्नुहुन्छ। ओ बोटमा मान्छे पनि हुनुहुन्छ, सानीमा तल हुनुहुन्छ। ओहो आजको भ्लग बन्नेवाला छ यो। दर्याम मक्केबारी कर्याम लिची बोटमा धर्याम रातो रातो टिप्नु न भाइजू। माइज डल्ली भएर होला कि यो लिची नदेखाउँ, त्यहाँ रातो छ त्यत्रो। हाम्रो माइजूले लिएर आउनुभयो लिची। म लिची खाँदैछु। बोटमा चढेको यसरी ल्याउनु सानोमा त्यहाँ हुन्छ हाम्रो युकी र गोछे नि त्यहीँ छ। यो त जाल हानेर माछा हान्नु जाने, लिची हान्नु लाग्यो। बवाल भ्लग बनाउने गाइज। वी आर हेडिङ टु माछा मार्नु। अनि म चाहिँ डब्बा पुग्नु पऱ्यो। म गरिसक्यो। अब टायर हुनुहुन्छ। वी आर युजिङ सर्टकट। वी आर युजिङ भिल्ला सस्पेन्सन ब्रिज। हाम्रो केटाहरूको हम कहाँ हान्छ डबल्दाहरू हो मिलन भाइ डबल्दाहरू। बाटो धनै लड्ने सक्दैन। सिमन मछुवारा हामी धनै लड्ने माछा धन्यवाद। हामी यहाँ जाँदैछौँ गाइज। बवाल हान्नेवाला छ। फर्स्ट आउट गाइज। खासै पाराएन फर्स्ट आउट। ढिलो रहेछ यार काका। माछा छ यहाँ। गाड्यो ब्रो त्यो दलले भएर। उ त्यहाँ क्या माछा कालाम्पुर 1 किलोमा यो कति किलो भन्ने कुरा हो। दाइको एक सर्ट पनि मिस भइरहेको छ। दादाको एक सर्ट पनि मिस छैन आज। बबाले परेर अलिकति माथि ओएमा का 3 किलो पर्छ जस्तो आजको। अब चाहिँ हनाइ नै खिच्छु एउटा म बबा। काका भतिजको प्रतिस्पर्धा भइरहेको छ। दादाको एक सर्ट नि मिस छैन। अब भिडियोमा प्रमाण देखाउनुको लागि अब त्यहाँ माछा त्रिशुली नदी बगिरहेछ। यही भिडियोमा चाहिँ फ्लप नै खायो।
यो भिडियो भाइरल हुनुपर्छ गाइज ठुलै परे आएको माछा हेर्दा तर एक सर्ट मिस छैन 17हरू ब्याक टु ब्याकै अहिलेसम्म नि बबाल है दुईतर्फ कता जाउँ भिडियो बनाउन म यता जाउँ कि त्यता जाउँ हो ओहो अर्मी गाडी चाहिँ उता बाबा छोरा बबाल यता हामी दाजुभाइ होला बबाल ठुलो छ है अझ त्यहाँबाट हिँडेर आइपुग्यो त्यहाँ दुईवटा हात अब एउटा हात तिनवटा थियो जस्तो लाग्यो कति ल है अब बल्ल सुरुवात हुँदैछ हाम्रो यहाँ काकाभरिको बबालै हुनेवाला छ गाइज हामी त्यत्रो उज्यालो देख्यो अहिले यत्रो अन्धकार भइसक्यो हामी स्टिल माछा मार्नको लागि त रेडी पोजिसनमा छौँ माछा हेर्न सक्नुहुन्छ माछा खोल्नै सकेन डब्बै अन्नले डब्बा खोल्नु माछा है सर्पको बच्चा भाग्दा बच्चा स्टिल हामी लागिरहेको छौँ यो चाहिँ एकदम बेस्ट टाइम हो क्या माछा मार्ने टाइम केही सुन्न नआएको तर माछा पर्यो माछा बबाले ठुलो पऱ्यो मामाको बिग सर्ट ओ यत्रो बबाल केटाहरू कुद्दै आउँदैछ गाइज बबाल मामाको यही चाहिएको थियो हामीलाई यही चाहिएको थियो बबाल लभली भनेको मैले यही टाइम हो बबाल यत्तिकै चाहिन्छ क्या मामाको छोरी पनि छोरी पनि पार्नुहुन्छ जस्तो लाग्छ मामा भान्जा भाइलाई आएको छ गाइज मेरो काम सक्सेसफुल एउटा माछाले गऱ्यो बाबाले एउटा जालमा गर्नु मागेको छ है गाइज फाइनली हामीले मारा माछा कि हामीले भन्दा मामा र दाइले